महासेठ जनकपुर धाम उद्योग वाणिज्य सङ्घको अध्यक्ष र खास गरी जुन अहिले शिला आज यहाँ भगवान् रामको एउटा बाल्यकालको प्रतिमा बनाउनको लागि जुन नेपालबाट लगिरहँदाखेरि जनकपुर धामको यो ऐतिहासिक प्राङ्गणमा जनकपुर धामको गान्धी मन्दिरको ऐतिहासिक प्राङ्गणमा जुन आज शिला पूजनको लागि देवशिला पूजनको लागि राखिएको छ र हामी एकदम गौरव महसुस गरिरहेका छौँ कि नेपालको देवशिलाबाट जुन एउटा जनकपुर धाम र अयोध्याको जुन सम्बन्ध छ त्यो सम्बन्धलाई एउटा झन प्रगाढ गर्नको लागि हाम्रो जुन अयोध्यामा जुन मन्दिर बनिरहेको छ त्यो मन्दिरमा भगवान् श्रीराम प्रतिमा स्थापित गर्नको लागि यहाँबाट देवशिला लगिँदैछ। एउटा जनकपुर धाम र अयोध्याको बिचमा जुन हाम्रो 5000 वर्ष जुन पुरानो सम्बन्ध छ त्यसलाई अझै धार्मिक रूपले पर्यटन रूपले एउटा प्रगाढ सम्बन्ध स्थापित हुनेछ र लगभग जुन यो परम्परा कालदेखि जुन हाम्रो सम्बन्ध एउटा अयोध्याको बिचमा अयोध्या र जनकपुरको सम्बन्ध त्यसलाई अझै प्रगाढ गर्ने र सांस्कृतिक र धार्मिक जुन सम्बन्ध छ यसलाई अझै प्रगाढ गर्ने हामीले विश्वास गर्छौँ।